हेलो साथीहरू, तपाईँहरूलाई एउटा जानकारी दिनको लागि आज खासमा यो भिडियो बनाउन खोजेको हो। तपाईँ अहिले यदि सेकेन्ड इयरमा पढ्दै हुनुहुन्छ भने या कुनै पनि साथी सेकेन्ड इयरमा अहिले पढ्दै हुनुहुन्छ भने सेकेन्ड इयर चाहे बिए होस्, चाहे बिबिएस होस्, चाहे बिएससी होस्, चाहे बिएड होस्, चाहे बिएफए होस्, होइन। यदि रेगुलर 2083 को विद्यार्थी हुनुहुन्छ भने अझै पनि तपाईँहरू फर्म भर्नुभएको छैन भने अब आज 4 गते भइसक्यो, होइन। अब 2-3 दिन मात्र रहेको छ सिङ्गल दस्तुरको, किनभने तपाईँ के भन्छ सिङ्गल दस्तुरको अब 8 गतेसम्म टाइम रहेको छ, र डबल दस्तुरमा तपाईँ 15 गतेसम्म भर्न सक्नुहुन्छ भनेर भन्न सकिन्छ। अब कहिलेकाहीँ यो वेबसाइटको त्रुटिले गर्दाखेरि कहिलेकाहीँ वेबसाइट नखोलेर पनि इक्जाम फर्म रोकिएको हुन्छ। त्यसैले यदि तपाईँ अहिलेसम्म पनि यदि छुट्टी राख्नुभएको छ भने, अहिलेसम्म पनि भोलि भर्छु भनेर पर्खिराख्नु भएको छ भने, अब मेरो एउटा सल्लाह के छ भने तपाईँहरू भरिहाल्नुहोस्, किनभने वेबसाइट फेरि के भन्छ चलेन भने तपाईँहरू अलिकति अप्ठ्यारोमा पर्न सक्नुहुन्छ। प्लस के भन्छ टाइम सकियो भने तपाईँ डबल दस्तुरमा जानुपर्छ, किनभने डबल दस्तुर भनेको यो अहिले जति पनि यो दस्तुरहरू छ यो 470, 60, 100, 150, 270 यो सबै दस्तुरमा पर्न सक्नुहुन्छ 8 गतेभित्र यदि भर्नु भएन भने। किनभने अहिलेसम्म यदि जुन पनि विद्यार्थीले यदि एक्जाम फर्म भर्नुभएको छ उहाँ साथीहरूलाई यो जुन जति पनि दस्तुर लेखिएको छ यो दस्तुर एउटा पनि लागेको छैन। यो दस्तुर के भन्छ, यदि तपाईँ के भन्छ पुरा फी क्लियर गर्नुहोस् कलेजको, त्यसपछि तपाईँको एउटा पनि दस्तुर लाग्दैन, होइन। यदि 8 गतेसम्म भर्नु भएन भने यो सबै दस्तुर फेरि पूर्ण जोडेर त्यसपछि तिर्नुपर्ने हुन्छ। कतिपय साथीहरूले फोन गर्नुहुन्छ कुनै दिन, साथी के भन्छ भन्नुहुन्छ कि मेरो इक्जाम फर्म छुट्यो, मलाई थाहा भएन, होइन। म यता थिएँ, म उता गइसकेको थिएँ, मलाई काम थियो, म बिरामी थिएँ, विभिन्न कारणहरू भन्नुहुन्छ, फोन गर्नुहुन्छ कुनै बेला, होइन। अनि कतिपयको फर्महरू भरिदिन पनि गरेका छौँ सम्पर्क भएपछि, त्यसपछि जे सहयोग हुनु पर्यो त्यो सहयोग पनि गर्ने गरेका छौँ। त्यसैले अझै पनि तपाईँहरू छुट्टी राख्नु भएको छ भने, होइन, एउटा रिक्वेस्ट के छ भने तपाईँहरू छिटोभन्दा छिटो भरिहाल्नु होला, किनभने छुट्नु भयो भने पछि गाह्रो हुन्छ। त्यसैले अब जाउँ हामी एक्जाम फर्ममा। अब एक्जाम फर्म कसरी भर्ने यो तपाईँलाई पहिला पनि थाहा हुनैपर्छ, होइन। यदि भएको छैन भने म पूर्ण एकपल्ट भनिदिएको छु। त्यसै यो क्रोममा गएँ मैले, होइन। क्रोममा गयो भने यहाँ स्टुडेन्ट तपाईँ यहाँ सर्च गर्न सक्नुहुन्छ, होइन। सर्च गरेर स्टुडेन्ट यो टियु एक्जाम सर्च गर्न सक्नुहुन्छ। मेरो यहाँ अलरेडी भएको हुनाले म ठ्याक्क यहीँ क्लिक गरेँ, होइन। student.exam.tu.edu.np मा क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ के भन्छ यहाँ तपाईँ के भन्छ मेरो यहाँ अलरेडी पासवर्डहरू सेभ छ, होइन। त्यसैले यहाँ छ। त यदि तपाईँको सेभ छैन भने तपाईँ यहाँबाट जानुहोस्, होइन। कतिपय विद्यार्थीहरूको कस्तो मैले हेरेँ भने सबै धेरै विद्यार्थी साथीहरूले के गर्नुहुन्छ भने मैले के भन्छ